खल्तीबाट अयोग्य व्यक्तिलाई ल्याएर नियुक्ति गर्नु मान्यजी। घोर अपमान। खारेज नभएसम्म र उहाँ सदनमा आएर यो निर्णयप्रति माफी नमागेसम्म हामी सदन चल्न दिँदैनौँ। माननीय सभामुख महोदय, अब यो बैठक यो प्रदेश सभाकै इतिहासमा सबसे लज्जास्पद घटना घटित भएको हो। त्यो विषयलाई समग्र सिङ्गो प्रदेश र प्रदेश सभालाई अवगत गराउनु हाम्रो परम धर्म हो। त्यो विषयमा हामी कुरा राख्न चाहन्छौँ। माननीय सभामुख महोदय, यो व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र त्यस्तै आएको होइन। कसैको दान उपहार माया कृपाले आएको होइन। यो व्यवस्था ल्याउन हामीले छाती र टाउकोमा गोली खाएर सैकडौं बलिदानी दिएर यो व्यवस्था ल्याएको हो। माननीय मुख्यमन्त्रीजीले भर्खरै मिति 2082-26 गते प्रदेश लोक सेवा आयोग तथा प्रदेश जन लोकपाल आयोगको केही सदस्यका नियुक्ति मध्य प्रदेशको गरेको नियुक्ति मध्य प्रदेशको निमित्त लज्जाको विषय बनेको छ। तपाई माननीय मुख्यमन्त्रीजीको यस कुकृत्यले सिङ्गो मधेसको शिर झुकेको छ। जनताको जनादेशको अपमान गरेको छ। हाम्रो संहितालाई कमजोर र बदनाम गर्ने दुष्प्रयास गरेको छ। यस गरिमामय सदनको सार्वभौमिक अधिकारमाथि यस निर्णयले हमला गरेको छ। माननीय सभामुख महोदय, मुख्यमन्त्रीको संहिता विरोधी अनैतिक अवैधानिक अराजनीतिक अलोकतान्त्रिक निर्णयको यस विपक्षी गठबन्धन जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राप्रपा घोर भर्सना र विरोध गर्दछ। माननीय सभामुख महोदय, यस संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्न गठित समितिमा माननीय मुख्यमन्त्री, माननीय सभामुख ज्यू, माननीय विपक्षी दलको नेताज्यू रहने व्यवस्था प्रदेश लोक सेवा आयोग ऐन 2076 तथा प्रदेश जन लोकपाल ऐन 2077 ले गरेको छ। सरकार अल्पमतमा रहेको बेलामा पछाडीको मितिमा गएर यो सिङ्गो सदनकै अभिभावक माननीय सभामुख समेतलाई त्यो बैठकमा नडाकी, औपचारिक पत्र नपठाई, तिनलाई समेत नजानकारी गराई, यो 64 लाख मधेसको जनताको अपमान हुने गरी, तिनको अधिकारमाथि कुठाराघात गर्ने गरी माननीय मुख्यमन्त्रीजीले गरेको निर्णय तत्काल खारेजीको माग हामी गर्दैछौँ। यो निर्णय खारेजी नभएसम्म उनले रोस्टममा आएर यो सिङ्गो प्रदेश सभा समक्ष माफी नमागेसम्म यो सदन हामी चल्न दिँदैनौँ। यो सदन अवरोध गर्छौँ। दोस्रो विषय, बस्नुस् न, बाँकी बस्नुस् न, एकजना भन्नुस् न, बाँकी बस्नुस्। अर्को पनि विषय रहेछ माननीय मुख्यमन्त्रीज्यू। मान्यजी, बाँकी बस्नुस् न, बस्नुस्। मैले एउटा अर्को विषय पनि राख्न खोजे। यो प्रदेशको सर्वाङ्गिक विकासको दायित्व बोकेको यस प्रदेश सरकारले 64 वटै निर्वाचन क्षेत्रको 1271 वाडामा कोशीदेखि नारायणीसम्म, चुरेदेखि भारतीय सिमानासम्म समानुपातिक विकासको अवधारणालाई अंगीकार गर्नुपर्दछ। प्रदेशको प्रत्येक वाडामा समान अनुपातमा बजेटको प्रत्याभूति यस गरिमामय सदनलाई सरकारले अविलम्ब गराउनु पर्ने हाम्रो माग रहेको छ। माननीय सभामुख महोदय, तेस्रो विषय पनि हाम्रो रहेको छ। अहिले व्यापक रकमान्तर, सशर्त, सम्पूरक र विशेष अनुदानहरू विगत 2 वर्षदेखि के कसरी वितरण गरियो, कुन प्रणाली मार्फत वितरण गरियो, कुन निर्णय मार्फत वितरण गरियो, कुन ऐनलाई टेकेर वितरण गरियो, त्यो समेतको जानकारी हालसम्म छैन। त्यो जानकारी पनि यस तत्काल अविलम्ब यस सरकारले यस गरिमामय सदनलाई गराउनुपर्छ भन्ने हाम्रो माग रहेको छ। यो माग प्रत्याभूति नभएसम्म हामी सदन अवरोध गर्छौँ। हामी सदन चल्न दिँदैनौँ। धन्यवाद। माननीय सदस्यहरू, यो नीति तय कार्यक्रम सरकारले प्रस्तुत गर्छ, सबैलाई थाहा छ। तर नीति तय कार्यक्रम यो मध्य प्रदेशको 62 लाख जनसङ्ख्यासँग आबद्ध हो। मलाई लाग्छ आज यो दिनमा अरू राख्दा हुन्थ्यो कि। सभामुख महोदय, समग्रता संहितामाथि नै प्रहार, यो व्यवस्थामाथि नै प्रहार। सभामुख भनेको यो सिङ्गो सदनको अभिभावकत्व बोकेको व्यक्ति, 64 लाख जनताको प्रतिनिधित्व हुने थलोलाई छलेर जसरी कुकृत्य हिसाबले यो संवैधानिक व्यवस्थाको नियुक्तिको प्रक्रिया ऐनलाई समेत दरकिनार गरेर मुख्यमन्त्री कानुन संविधान र ऐन मन्दामाथि भएर खल्तीबाट अयोग्य व्यक्तिलाई ल्याएर नियुक्ति गर्नु घोर अपमानजनक विषय हो। कुरा दोहोरिरहेछ। अब यो छलफल जारी रहन दिनुस् र छलफल सकिसकेपछि यो उहाँ निर्णय खारेज नभएसम्म र उहाँ सदनमा आएर यो निर्णयप्रति माफी नमागेसम्म हामी सदन चल्न दिँदैनौँ। माननीय सभामुख महोदय, अब यो बैठक 10 मिनटको लागि स्थगित हुन्छ।